ल ए गाइज परदेशमा पैसा पैसा भन्छ मान्छेहरू यसरी झुन्नेर काम गर्छ अनि यसरी लाइन बसेर काम गर्छ मान्छेहरू है। यस्तो छ अवस्था। परदेशमा बस्ने मान्छेलाई विडम्बना परदेशको मान्छेलाई थाहा छ हैन। माथि झुन्निरहेछ मान्छे हेर्नु सक्नुहुन्छ। बिचारा त्यो खोइ कुन हो, नेपाली हो बङ्गाली हो पाकिस्तानी हो, यस्तो छ गाइज अवस्था। हेर्न सक्नुहुन्छ त्यो मान्छे के गर्दैछ। सरसफाइ पैसाको लागि ज्यानको जोखिम, ज्यानले ज्यान नबनेर त्यसरी बसेर पैसा कमाउनु पर्छ। घर परिवारको मान्छेहरूले खालि पैसा 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 खालि पैसैको पछाडि लागेर आफ्नो श्रीमानहरूलाई यस्तो दुःख सुख गर्न पठाउँछ लगेर। झुन्या छ बिचारा माथि हेर्नुहोस्। अब झर्दैछ कि तलतिर झर्दैछ। ल हेर्नुहोस् यस्तो अवस्था हुन्छ। यो अवस्थाले हुन्छ त बिचारा देख्न सक्नुहुन्छ हैन। यस्तो अवस्थाले पैसा कमाउँछ त कमाउने पैसा भन्ने बुझ्नुपर्छ घरको मान्छेहरूले पनि हैन। कति तल छ बिल्डिङ हेर्नुहोस् तल, यो माथिबाट झुन्नेर आइरहेछ हेर्न सक्नुहुन्छ। यस्तो विडम्बना छ। तल हेर्नुहोस् न, तल कति तल छ, माथिबाट झुन्डेर आइरहेछ बिचारा हेर्न सक्नुहुन्छ। यो मान्छेलाई खालि पैसाकै पछि लागेर ज्यानको जोखिम राखेर यसरी काम गर्नुपर्छ परदेशमा लगेर। कसरी झर्दैछ हेर्न सक्नुहुन्छ गाइज। परदेशको विडम्बना कहाँ माथि रसीबाट झुन्नेर तल झर्दैछ गाइज हेर्न सक्नुहुन्छ तपाईहरुले। यस्तो अवस्थामा सबै घर परिवार फ्यामिलीहरूले बुझ्दिन एकदम जरुरी छ हैन। किनकि यसरी दुःख गरेर पसिना परिश्रम गरेर पैसा दुःख गरेर कमाएको पैसालाई एकदम घर परिवारले सुरक्षित राखिदिनु होला। सदुपयोग राम्रो ठाउँमा सदुपयोग गरिदिनु होला हैन। किनकि पछि पछुताउन नपरोस्। ल हेर्न सक्नुहुन्छ कसरी झर्दैछ। ओ माई गॉड, ओ माई गॉड, इट्स भेरी इमेजिङ। हेर्नुहोस् कसरी झर्दैछ त्यो। ओ त्यसरी बाल्टी राखेर हैन। यो सरसफाइकै मान्छे हो। सरसफाइ गरेर हेर्नु कसरी झर्छ। ल हेर्नुहोस् यस्तो विडम्बनाको अवस्थामा, यस्तो पीडादायीको काममा यसरी जोखिम लिन्छ। ल हेर्नुहोस् झर्यो त। ल हेर्न सक्नुहुन्छ ए गाइज यस्तो अवस्था छ गाइज। घर फ्यामिली परिवारले सबैले बुझ्दिनु होला भन्ने आशा राख्दै सबलाई किप द वाचिङ, शेयर द भिडियो। सबलाई धन्यवाद। बाई बाई। बाई माथि धन्यवाद भन्दै यो भिडियो धेरैसम्म फैलाउनु जरुरी छ हैन। इभन सबभन्दा नेपालमा बसिराख्नु भएका घर परिवारलाई चाहिँ एकदम राम्रो सुझाव सल्लाह जाओस् हैन। अब के गर्नु, अब घर परिवारले पनि एकदम बुझ्दिन जरुरी छ। यस्तो त्यस बिल्डिङ माथिबाट सरसफाइ गरेर ज्यानको जोखिम राखेर पैसा कमाउनु भनेको सानोतिनो कुरा हैन। इभन सानो थोरै स्यालेरी भए पनि घर परिवारले राम्रोसँग राम्रो ठाउँमा सदुपयोग गरिदिनु होला। मौजमस्ती गरेर नहिँडिदिनु होला भन्दै यो भिडियोलाई म यहीँ अन्त्य गर्न चाहन्छु। हस्, जय नेपाल।